कल्पना गर्नुस्, एक सानो केटा, उमेर 11 वर्ष जति मात्र, उचाइ अरूभन्दा धेरै सानो। डाक्टरले भन्छ यो बच्चा ठिक तरिकाले बढ्न सक्दैन, परिवारको आम्दानीले उपचारको पैसा पुर्याउन सक्दैनन्। तर त्यो सानो केटाको आँखामा एक मात्र सपना थियो, फुटबल खेल्ने र संसारको सबैभन्दा राम्रो खेलाडी बन्ने। आज त्यो सानो केटालाई संसारले चिन्छ, लियोनेल एन्ड्रेस मेसीको नामले। यो कहानी म तपाईलाई सुनाउने छु कुनै पनि असम्भव लाग्ने सपनापछि कसरी लागिन्छ भन्ने कुरा। यो एउटा खेलाडीको मात्र होइन, यो एक मानसिक शक्ति, एक दृढता र एक विश्वासको कहानी हो। तपाई पनि जिन्दगीमा कुनै समय मेरो लागि यो सम्भव छैन भन्ने सोच्नु भएको छ भने यो भिडियो हेर्दासम्म रोकिनुहोला। लियोनेल मेसीको जन्म 1987 साल अर्जेन्टिनाको रोसारियो सहरमा भएको थियो। मध्यमवर्गीय परिवार, बाबा फ्याक्ट्रीमा काम गर्थे, आमा क्लिनरको काम गर्थिन्। उमेर 11 वर्ष हुँदा डाक्टरले एक ठूलो समस्या पत्ता लगाए, ग्रोथ हर्मोन डेफिसियन्सी। यसको मतलब उनको शरीर प्राकृतिक रूपले बढ्न सक्दैन थियो जबसम्म स्पेशल उपचार नदिएसम्म। त्यो उपचारको खर्च महिनाको हजारौं डलर। मेसीको परिवारले त्यो खर्च वहन गर्न सकिएन थियो। यही समयमा मेसीले बुझे जिन्दगी सजिलो हुन जाँदैन, तर उनको भित्र एउटा आगो थियो जो कुनै पनि बिमारीले निभाउन सक्दैन थियो। सोच्नुस्, कति मान्छेले यही अवस्थामा हार मानिहाल्थे, तर मेसी र उनको परिवारले हार मानेनन्। उनले खेल्न जारी राखे, हस्पिटल आउने जाने बीच बलसँगै बोक्थे। यही नै पहिलो पाठ हो, समस्याले तपाईलाई रोक्न सक्दैन जबसम्म तपाई आफै रोकिन मान्दैन। मेसी 13 वर्षको हुँदा उनको परिवारले अर्जेन्टिना छोडी स्पेन, बार्सेलोना जाने निर्णय गर्यो, किनकि एफसी बार्सेलोनाले मात्र उनको उपचारको खर्च उठाउने अफर दिएको थियो। कल्पना गर्नुस्, आफ्नै देश, आफ्नै भाषा छोडी, सबै परिचित कुरा छोडी नयाँ ठाउँमा नयाँ जिन्दगी सुरु गर्नु सजिलो थिएन। मेसी होमसिक हुन्थे, कोचले उनलाई धेरै सानो भन्थे। तर यही समयमा एक कुरा स्पष्ट भयो, मेसीको ट्यालेन्ट नर्मल थिएन। बार्सेलोनाको युथ एकाडेमी ला मासियामा मेसीले आफ्नो खेल देखाउन थाले। सानो उचाइ, तर बल कन्ट्रोल, स्पिड र भिजन सबै असाधारण। 2004 साल उमेर मात्र 17 वर्षमा मेसीले एफसी बार्सेलोनाको पहिलो टिमको लागि डेब्यू खेले। यो एकदम ठूलो उपलब्धि थियो। एउटा केटा जसले कुनै समय ग्रोथ प्रब्लमको कारण खेल्नै सक्दैन भन्ने डर थियो, अब युरोपको सबैभन्दा ठूलो क्लबको लागि खेलिरहेको थियो। सपनाले बाटो देखाउँछ, तर दृढताले मात्र त्यो बाटोमा हिँडाउँछ। सबै कुरा सजिलो थिएन। मेसीले आफ्नो करियरभरि धेरै आलोचना सहनु पर्यो। मेसीले सिर्फ क्लबको लागि राम्रो खेल्छ, अर्जेन्टिनाको लागि होइन भन्ने कुरा वर्षौंसम्म सुनियो। क्रिस्टियानो रोनाल्डोसँगको तुलना हरेक म्याचमा, हरेक टुर्नामेन्टमा चलिरह्यो। 2014 वर्ल्ड कप फाइनलमा अर्जेन्टिना हार्यो, 2015, 2016 कोपा अमेरिका फाइनलमा पनि हार्यो। मेसीले रिटायरमेन्टको घोषणासम्म गर्न सक्ने अवस्थामा पुगे, किनकि प्रेस र फ्यानको आलोचनाले उनलाई भित्रैभित्र थकित गराइसकेको थियो। सोच्नुस्, संसारको सबैभन्दा राम्रो खेलाडी भए पनि समाजको तपाई पर्याप्त राम्रो हुन्न भन्ने आवाजले कति गहिरो दुःख दिन्छ। तर यही नै मेसीको सबैभन्दा ठूलो गुरु थियो। हरेक हार एउटा पाठ थियो, हरेक आलोचना एक मोटिभेसन। उनी रोकिए होइन, उनी फर्किए, प्र्याक्टिसमा, ट्रेनिङमा, आफ्नो खेलमा। आलोचकहरूले तपाईलाई रोक्न सक्दैनन् जबसम्म तपाई उनीहरूको आवाजलाई आफ्नो भित्री आगो बनाउन सक्नुहुन्छ। मेसीले 8 पटक बेलोन ड'अर, संसारको बेस्ट प्लेयर अवार्ड जितेका छन्। कुनै पनि खेलाडीले यति पटक जित्न सकेका छैनन्। तर एउटा कुरा हामीले बुझ्नुपर्छ, यो अवार्ड सजिलोमा आएको थिएन। हरेक सिजन, हरेक म्याच, 1000 घण्टाको प्र्याक्टिस, इन्जुरीबाट रिकभरी, मेन्टल प्रेसर, सबै कुराको परिणाम थियो यो। मेसीले आफ्नो करियरमा 800 भन्दा बढी गोल गरिसकेका छन् क्लब र देशको लागि। धेरै ला लिगा, च्याम्पियन्स लिग किताबहरू जितेका छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी कहिल्यै ठूला भएनन्। साथीहरूले त्यसबेला भन्थे मेसी सानो उचाइको कारण कहिल्यै ठूलो स्टार बन्न सक्दैन। आज उचाइ कुनै समस्या थिएन, मानसिक शक्ति नै सबैभन्दा ठूलो सम्पत्ति थियो। अर्जेन्टिना राष्ट्रिय टिमको लागि मेसीको सङ्घर्ष अलग कहानी हो। 2014 फाइनल हार, 2015 फाइनल हार, 2016 फाइनल हार। 3 पटक फाइनल हार्दा मेसीको आँखामा देशको पीडा देखिन्थ्यो, तर उनी कहिल्यै रोकिएनन्। 2021 मा अन्ततः कोपा अमेरिका जिते। 28 वर्षपछि अर्जेन्टिनाको पहिलो प्रमुख ट्रफी। मेसीको आँखामा आँसु थियो। यो आँसु हारको थिएन, यो थियो लामो सङ्घर्षको परिणाम। तर सबैभन्दा ठूलो क्षण आयो 2022 मा फिफा वर्ल्ड कप कतार।
मेसीको करियरको सबैभन्दा ठूलो सपना विश्वकप जित्ने। फाइनल म्याच अर्जेन्टिना भर्सेस फ्रान्स। म्याच इतिहासको सबैभन्दा ड्रामेटिक म्याच थियो। एक्स्ट्रा टाइम, पेनाल्टी सुटआउट, सबै कुरा। सबैको सास रोकिएको थियो र अन्तमा अर्जेन्टिना जित्यो। मेसीले विश्वकप जित्यो। 35 वर्षको उमेरमा जब धेरै खेलाडी रिटायर भइसक्छन्, मेसीले आफ्नो सबैभन्दा ठूलो सपना पूरा गरे। यो सन्देश हो, उमेर, समय वा ढिलो हुनु कुनै पनि कुराले सपनालाई रोक्न सक्दैन, जबसम्म तपाईँ प्रयास गर्न छोड्नुहुन्न। अब कुरा गरौँ मेसीको जिन्दगीबाट हामी के सिक्न सक्छौँ। 1. ट्यालेन्ट मात्र पर्याप्त छैन, कष्ट, हार्ड वर्क चाहिन्छ। मेसीले प्रतिदिन ट्रेनिङमा सबैभन्दा धेरै घण्टा खर्चे जुनियर खेलाडीहरूभन्दा। ट्यालेन्ट जति धेरै भए पनि कष्ट नगर्दा कुनै फाइदा हुँदैन। 2. असफलतालाई फ्युल बनाउनु। हरेक फाइनल हार, हरेक आलोचना मेसीले मोटिभेसन बनाउने काम गरे। नेगेटिभिटीलाई फ्युल बनाउने कला सिकौँ। 3. धैर्य, समयको महत्त्व बुझ्ने। विश्वकप जित्न मेसीलाई 17 वर्ष लाग्यो प्रोफेसनल करियरमा। सपना पूरा हुँदैन एक रातमा, समय दिनुपर्छ। 4. टिमको महत्त्व। मेसी एक्लैले सबै कुरा जितेका थिएनन्। टिम, कोच, परिवार सबैको साथ थियो। एक्लोले कहिल्यै उचाइ छुन सक्दैन। 5. विनम्रतासँगै सफलता। इतिहासको सबैभन्दा ठूलो खेलाडी भए पनि मेसी सधैँ शान्त, विनम्र देखिन्छन्। सफलताले तपाईलाई अहङ्कारी बनाउनु हुँदैन। अब सोच्नुस्, तपाईलाई पनि जिन्दगीमा केही समस्या छ, पैसाको कमी, परिवारको साथको कमी, समाजको आलोचना वा आफ्नै शरीर स्वास्थ्यको समस्या। मेसीले पनि सबै कुरा भोगे, फिजिकल लिमिटेसन, पैसाको कमी, आलोचना, हार, तर उनी रोकिए होइन। तपाईँ आफैलाई सोध्नुस्, मेरो सपना के हो? के मैले आज पर्याप्त कष्ट गरेको छु मेरो सपनाको लागि? के मैले आलोचनालाई मोटिभेसन बनाउन सक्छु कि त्यहीले मलाई रोक्न दिन्छु? सपना देख्न सजिलो छ, सपनाको लागि दिन रात कष्ट गर्ने त्यही नै असली खेलाडीको परिचय हो। तपाईँ खेलाडी हुनुपर्ने छैन, तपाईँ विद्यार्थी, व्यवसायी, कलाकार जस्तो सुकै हुनुहुन्छ। यही मेन्टालिटीले तपाईलाई अगाडि बढाउँछ। याद राख्नुस्, मेसीले विश्वकप जित्नु अघि 3 पटक ठूलो फाइनल हारेका थिए। उनको जिन्दगीमा हार बिना सफलता आएन। हारबाट भाग्ने होइन, हारबाट सिक्ने हो। हरेक हारले तपाईलाई एक पाठ दिन्छ, कहाँ सुधार गर्ने, कसरी थप कष्ट गर्ने। हारको अन्त्य होइन, हार एक अध्याय मात्र हो, कहानीको अन्त्य होइन। मेसीको जिन्दगीले एक कुरा प्रमाणित गर्छ, सपनाको मूल्य त्यो सपनाको लागि गरेको सङ्घर्षले निर्धारण गर्छ। सानो केटा जसले हस्पिटल जाने बेला बलसँगै लिए आज संसारको इतिहासमा सबैभन्दा ठूलो नाम हो। तपाईँ आज कहाँ हुनुहुन्छ त्यो महत्त्व राख्दैन, तपाईँ भोलि कहाँ हुनुहुन्छ भन्ने कुरा आजको कष्टले निर्धारण गर्छ। तपाईँ यो भिडियो हेरिरहनु भएको छ भने तपाईँ सम्भवतः जिन्दगीको कुनै मोडमा हुनुहुन्छ, कुनै सपना, कुनै लक्ष्य वा कुनै समस्याको सामना गरिरहनु भएको छ। आजदेखि तपाईँ आफ्नो सपनाको लागि एउटा सानो कदम लिनुहोस्। 1 घण्टा एक्स्ट्रा पढ्ने, 1 घण्टा एक्स्ट्रा प्र्याक्टिस गर्ने वा सिम्पली आफूमाथि विश्वास गर्ने। किनकि इतिहासले त्यही मान्छेहरूलाई मात्र याद गर्छ जसले हार मान्दा पनि उठ्ने हिम्मत गर्यो। सपना देख्नुहोस्, कष्ट गर्नुहोस् र कहिल्यै रोकिनु हुँदैन। यो भिडियो हेरेर धन्यवाद। यदि तपाईलाई यो मोटिभेसन भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो सपना शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नुहोस् आउने मोटिभेसनल कहानीहरू नछुटाउनको लागि। याद राख्नुहोस्, मेसी पनि एक दिन सानो केटा थिए, सपना मात्र लिएर। तपाईँ पनि त्यही सुरुवातबाट कुनै पनि उचाइ छुन सक्नुहुन्छ। धन्यवाद र आउने भिडियोसम्म सपना नछोड्नुहोस्।